अभिवादन। आज हामी नेपालको एक दिनको तस्विरलाई अलि फरक नजरले हेर्दैछौँ। हामीसँग केही समाचारका टुक्राहरू छन्, तर हाम्रो उद्देश्य समाचार वाचन गर्नु मात्रै होइन, बरु यी घटनाहरूको भित्री तहमा पसेर तिनले भन्न खोजेको कथा बुझ्ने प्रयास हो। आजको सङ्गालोमा आशा र उपलब्धि पनि छ, राजनीतिको नयाँ मोड र पुरानै खेल पनि छ, अनि प्रकृतिले दिइरहेको चेतावनी पनि छ। यी सबै विरोधाभासपूर्ण टुक्राहरूलाई जोडेर आजको नेपालको मुहार कस्तो देखिन्छ त? आउनुहोस् सँगै खोतलौं। सुरु गरौं एउटा यस्तो खबरबाट जसले साँच्चै मन खुसी बनाउँछ। काठमाडौँको कुमारी घरबाट 20 वर्ष अघि चोरिएको एउटा ऐतिहासिक तोरण अन्ततः आफ्नो घर फर्किएको छ। 2 दशक लामो पर्खाए। सोच्दा पनि कस्तो अचम्म लाग्छ है। हो, यो केवल एउटा कलाकृति फिर्ता आयो भन्ने मात्रै कुरा होइन के, यो त हाम्रो भनौँ न आफ्नो पहिचानको एउटा टुक्रा नै फिर्ता पाए जस्तो हो नि। सोचौ न, 20 वर्ष भनेको त एउटा पुरै पुस्ता हो। त्यो तोरण नदेखि हुर्किएको पुस्ताले अब त्यसलाई आफ्नो मौलिक ठाउँमा देख्न पाउँछ। यसले समुदायमा एउटा बेग्लै किसिमको भावनात्मक ऊर्जा ल्याउँछ। यसले के देखाउँछ भने हामी आफ्नो सम्पदालाई लिएर पहिलेभन्दा धेरै जागरुक भएका छौँ, आफ्नो इतिहासमा गर्व गर्न थालेका छौँ। तर यो सम्पदा फिर्ता ल्याउने प्रक्रिया पक्कै सजिलो त थिएन होला। यसले हाम्रो कूटनीति वा अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा पनि केही बताउँछ कि? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। पक्कै पनि यस्तो हरेक सफलताले एउटा नजिर स्थापित गर्छ। यसले देखाउँछ कि नेपाल सरकार र यहाँका नागरिक अभियन्ताहरू आफ्नो सम्पदाप्रति कति गम्भीर छन् भनेर। लामो छ, हजारौं कलाकृति अझै बाहिर छन् र हरेकलाई फिर्ता ल्याउन यस्तै निरन्तर प्रयास र कूटनीतिक कुशलता चाहिन्छ। सम्पदाको पुनर्स्थापनासँगै अर्को एउटा पुनर्स्थापनाको खबर स्वास्थ्य क्षेत्रबाट पनि छ। बरा र पर्सामा हैजाको त्रास थियो, तर खोप अभियानले 90% भन्दा बढी मानिसलाई सुरक्षित बनाएको छ। यो पनि त एउटा ठूलो जित हो। र यहाँ चाखलाग्दो कुरा के छ भने यसले हाम्रो सार्वजनिक स्वास्थ्य प्रणालीको एउटा उज्यालो पक्ष देखाउँछ। हामी प्राय प्रणालीको कमजोरी, अस्पतालमा बेड नभएको, औषधि नभएको कुरा गर्छौं, जुन सत्य पनि हो। तर जब कुनै सङ्कट आइपर्छ, यही प्रणालीले द्रुत गतिमा काम गरेर लाखौं मानिससम्म पुग्न सक्छ भन्ने यो एउटा प्रमाण हो। यसलाई क्याम्पेन मोड भन्छन् होला है? ठ्याक्कै, क्याम्पेन मोड, जहाँ निश्चित समयको लागि सबै स्रोत साधन एउटै लक्ष्यमा केन्द्रित गरिन्छ। तर के यो क्याम्पेन मोडको सफलताले हाम्रो स्वास्थ्य प्रणाली साँच्चै बलियो छ भन्ने देखाउँछ त? वा यो केवल आगो लागेपछि निभाउने कुशलता मात्र हो? किनभने प्रकोप नहुँदा हाम्रो नियमित स्वास्थ्य सेवाको अवस्था त अझै नाजुक नै छ नि, होइन र? तपाईले ठ्याक्कै मूल समस्या ल्याउनुभयो। यो सफलता सराहनीय छ, तर यसले प्रणालीगत सुधारको आवश्यकतालाई लुकाउनु हुँदैन। अभियान चलाउने क्षमता हुनु र हरेक दिन हरेक नागरिकलाई गुणस्तरीय नियमित स्वास्थ्य सेवा दिन सक्नु फरक कुरा हो। यो सफलताले हामीसँग क्षमता छ भन्ने देखाउँछ, तर त्यो क्षमतालाई दैनिक सेवामा कसरी परिणत गर्ने भन्ने चुनौती अझै बाँकी छ। र यही चुनौतीलाई जितेको एउटा अर्को प्रेरणादायी कथा छ खेलकुदमा। ब्लाइन्ड महिला T20 विश्वकपमा नेपाली टोली उपविजेता बनेको छ। उपाधि जित्न नसके पनि फाइनलसम्मको यात्रा आफैमा एउटा ऐतिहासिक उपलब्धि हो। एकदम। विशेष गरी पारा खेलकुदमा अन्तर्राष्ट्रिय सफलता पाउनुको अर्थ मैदानको जित हारभन्दा धेरै गहिरो हुन्छ। यसले समाजमा अपाङ्गताप्रतिको परम्परागत सोचलाई नै भनौँ न भत्काइदिन्छ। हो, त्यो त हो। जबै खेलाडीहरूले देशको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउँछन्, उनीहरूले लाखौं मानिसलाई यो सन्देश दिइरहेका हुन्छन् कि दृढ सङ्कल्प र अवसर पाएमा कुनै पनि शारीरिक सीमाले छेक्न सक्दैन। तर यस्तो भावनात्मक सफलतापछि के हुन्छ? के यस्तो प्रदर्शनले पारा खेलकुदमा सरकारी वा निजी क्षेत्रको लगानी बढाउन साँच्चै कुनै दबाव सृजना गर्ला? कि यो पनि केही दिनको चर्चा अनि त्यसपछि सबैले बिर्सिने विषय मात्र बन्छ? दुर्भाग्यवश हाम्रो इतिहास हेर्दा दोस्रो सम्भावना बढी देखिन्छ। त्यही त। हामी सफलताको उत्सव मनाउन जति छिटो छौं, त्यो सफलताको जग बलियो बनाउन उति नै सुस्त छौं। यस्ता खेलाडीहरूले निरन्तर प्रशिक्षण, राम्रो पूर्वाधार र आर्थिक सुरक्षा नपाएसम्म यस्ता उपलब्धिहरू छिटपुट चमत्कार जस्तै मात्र भइरहन्छन्, संस्थागत सफलता बन्न सक्दैनन्। खेलकुदमा देखिएको यही आशा र प्रेरणाको माहौल देशको राजनीतिमा पनि खोजिँदैछ जस्तो देखिन्छ। यही बीचमा काठमाडौँमा एउटा नयाँ पार्टीको घोषणा भएको छ, प्रगतिशील लोकतान्त्रिक पार्टी, जसमा
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नाम जोडिएको छ। राजनीतिको यो नयाँ अध्यायलाई कसरी हेर्ने? यसलाई दुईवटा तहमा हेर्नुपर्छ जस्तो लाग्छ। पहिलो, कुनै पनि जीवन्त लोकतन्त्रमा नयाँ पार्टीहरू खुल्नु, नयाँ विचारहरू आउनु एकदमै स्वस्थ सङ्केत हो। विकल्पको खोजी हो, विकल्पको खोजी। यसले देखाउँछ कि विद्यमान दलहरूप्रति मानिसहरूमा असन्तुष्टि छ। तर दोस्रो र महत्त्वपूर्ण तह भनेको के यो साँच्चै नयाँ हो त? हो, प्रश्न यही हो। हामीले विगतमा पनि धेरै वैकल्पिक शक्तिहरू उदाएको र केही समयमै हराएको वा पुरानै दलहरूमा विलय भएको देखेका छौँ। त्यही त, आम मानिसमा एउटा शङ्का छ के यो पनि पुरानै अनुहार, पुरानै विचारलाई नयाँ खोलमा प्रस्तुत गर्ने प्रयास मात्र हो? यस्तो शङ्कालाई चिरेर विश्वास जित्न यो नयाँ शक्तिले के फरक गर्नु पर्ला? अब यसको सफलता दुई कुरामा निर्भर हुन्छ। एक, यसले उठाउने मुद्दाहरू। के यसले देशका साँच्चैका समस्या जस्तै आर्थिक सङ्कट, बेरोजगारी, सुशासनको कमी लाई सम्बोधन गर्ने ठोस र व्यावहारिक योजना दिन सक्छ? र दुई, यसको सङ्गठन। के यो पार्टी केही नेताहरूको समूह मात्र बन्छ वा यसले साँच्चै देशभरि आफ्नो जरा गाड्न सक्छ? घोषणा गर्नु र सङ्गठन बनाउनु फरक कुरा भयो। एकदम। घोषणा गर्नु सजिलो छ, तर जनताको विश्वास जितेर एउटा दिगो राजनीतिक शक्ति बनाउनु असाध्यै कठिन यात्रा हो। र राजनीतिकै कुरा गर्दा एउटा रोचक संयोग देखिन्छ। एकातिर नयाँ पार्टीले संस्थागत राजनीतिमा प्रवेश गर्दैछ भने अर्कोतिर केही समयदेखि सडक तताइरहेको महाअभियानले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। यो के भइरहेको हो? यो एकदमै चाखलाग्दो राजनीतिक विकास हो। यी दुई घटनालाई सँगै राखेर हेर्दा यसले राजनीतिको जोखिम सडकबाट संस्थागत प्रक्रियातिर सर्न खोजेको हो कि भन्ने सङ्केत गर्छ। सडक आन्दोलनले एक किसिमको दबाव त सृजना गर्छ, तर त्यसले सधैँ परिणाम दिँदैन। सायद राजनीतिक खेलाडीहरूले के बुझ्दैछन् भने अन्तिममा निर्णायक शक्ति भनेको चुनाव र संसद नै हो। तर के यो साँच्चै राजनीतिको परिपक्वता हो वा महाअभियान जस्ता सडक आन्दोलनहरूले आफ्नो ऊर्जा गुमाउँदै गएको सङ्केत हो? के जनता संस्थागत राजनीतिप्रति फेरि आशावादी भएका हुन् वा यो केवल एक अस्थायी शान्ति मात्र हो? मलाई लाग्छ यो दुवैको मिश्रण हो। एकातिर निरन्तरको आन्दोलनले जनता र आन्दोलनकारी दुवैलाई थकित बनाउँछ। त्यो त हो। अर्कोतिर नयाँ राजनीतिक प्रयोगहरूले मानिसहरूलाई एकपटक हेरौँ न त भन्ने आशा पनि दिन्छ। तर यो अस्थायी शान्ति पनि हुन सक्छ। यदि संस्थागत राजनीतिले जनताका अपेक्षा पूरा गर्न सकेन भने असन्तुष्टि फेरि सडकमा पोखिन बेर लाग्दैन। एउटा चक्र जस्तै? हो, एउटा चक्र जस्तै। देशभित्र राजनीतिको समीकरण यति तरल हुँदा बाहिरी विश्वलाई भने अर्कै सन्देश दिइँदैछ। परराष्ट्र सचिव अमृत बहादुर राईले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल स्थिर छ, खुला छ भनेर आश्वस्त पार्नु भएको छ। यो बाहिरी छवि र भित्री यथार्थ बीचको खाडलले के देखाउँछ? यो कूटनीतिको क्लासिक उदाहरण हो। कुनै पनि देशले आफ्नो आन्तरिक समस्यालाई बाहिर देखाउन चाहँदैन, विशेष गरी लगानी चाहियो भने। हो, विशेष गरी जब उसलाई विदेशी लगानी र अन्तर्राष्ट्रिय समर्थन चाहिएको हुन्छ। परराष्ट्र सचिवको यो भनाइको उद्देश्य भनेको अन्तर्राष्ट्रिय साझेदारहरूलाई यहाँ जे भइरहेको छ त्यो हाम्रो लोकतान्त्रिक प्रक्रियाको हिस्सा हो, प्रणाली नै धरापमा छैन, तपाईहरूको लगानी सुरक्षित छ भनेर आश्वस्त पार्नु हो। मतलब छविलाई व्यवस्थापन गर्ने प्रयास। देशको अन्तर्राष्ट्रिय छविलाई सावधानीपूर्वक व्यवस्थापन गर्ने प्रयास हो। तर स्थिरताको यो सन्देशमाथि एउटा अँध्यारो बादल मडारिएको छ। पत्रकार दिपेन्द्र खनिया बानेश्वरको एउटा कोठामा मृत अवस्थामा फेला पर्नुभएको खबरले सबैलाई स्तब्ध बनाएको छ। यो घटनाले परराष्ट्र सचिवले भनेको स्थिरताको दावीलाई कतिको कमजोर बनाउँछ? एकदमै कमजोर बनाउँछ। एउटा पत्रकारको, त्यसमाथि पनि राजधानीको मुटुमा रहस्यमय मृत्यु हुनु यो सामान्य घटना होइन। यसले देशको कानुन व्यवस्था र नागरिकको सुरक्षामाथि गम्भीर प्रश्न उठाउँछ। हो, लोकतन्त्रमा प्रेसलाई चौथो अङ्ग भनिन्छ। जब त्यो अङ्ग नै असुरक्षित हुन्छ, जब सत्य लेख्ने र बोल्ने मान्छे नै डराउनु पर्ने अवस्था आउँछ, तब त्यसले समग्र लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ।
यो घटनाको निष्पक्ष छानबिन हुनु र सत्य तथ्य बाहिर आउनुले मात्रै सरकारले दाबी गरेको स्थिरताको कुरा पत्यारिलो हुन्छ। तीरबाट अब अलिकति फरक विषयतिर लागौं। तर यहाँ पनि चिन्ताका कुराहरू छन्। हुम्लाको सिमकोटमा भालुको आक्रमणबाट 3 जना घाइते भएका छन्। यो दुर्गम गाउँको एउटा दुखद घटना मात्र हो वा यसले केही ठूलो कुराको संकेत गरिरहेको छ? यो एउटा घटना मात्र होइन, यो नेपालको पुरै हिमाली र पहाडी क्षेत्रमा बढ्दै गएको मानव वन्यजन्तु द्वन्द्वको एउटा प्रतिनिधि चित्र हो। यो एक ठाउँको मात्र समस्या होइन। होइन, हामीले जति धेरै वनविनाश गर्दैछौँ, जति धेरै उनीहरूको वासस्थानमा पस्दैछौँ, त्यति नै धेरै यस्ता द्वन्द्वहरू बढ्दै जानेछन्। यसले संरक्षण र मानव सुरक्षा बीचको सन्तुलनको अत्यन्तै जटिल प्रश्न खडा गर्छ। वन्यजन्तु पनि जोगाउनु पर्यो, मानिस पनि। दुवैलाई। हामीले वन्यजन्तुलाई पनि जोगाउनु छ, तर मानिसको जीवनलाई पनि सुरक्षित राख्नु छ। यो मानव वन्यजन्तु द्वन्द्वको कुरा सुन्दा एउटा प्रश्न उठ्छ। आखिर विकास र संरक्षणलाई सँगै लैजाने उपाय के हो त? के हामी सधैँ यस्तै द्वन्द्वमा बाँचिरहने हो? समाधानहरू छन्, तर ती सजिला छैनन्। यसका लागि वैज्ञानिक अध्ययनमा आधारित भू-उपयोग नीति चाहिन्छ। वन्यजन्तु कोरिडोरहरूको संरक्षण, वैकल्पिक जीविकोपार्जनका कार्यक्रमहरू र स्थानीय समुदायलाई नै संरक्षणको जिम्मा दिने जस्ता उपायहरू अपनाउनुपर्छ। तर मुख्य कारण त हामी नै हौं, होइन र? हो। सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले के बुझ्नुपर्छ भने प्रकृतिसँगको यो द्वन्द्वको मुख्य कारण हामी मानव नै हौं। जबसम्म हामी आफ्नो विकासको मोडललाई प्रकृति मैत्री बनाउँदैनौँ, तबसम्म यस्ता घटनाहरू कम हुनुको साटो बढ्दै जानेछन्। र प्रकृतिबाट आउने खतराको कुरा गर्दा यो भालुको आक्रमण त एउटा सानो झलक मात्रै हो। एउटा डरलाग्दो खबर छ। विज्ञहरूको अनुसार नेपालका 42वटा हिमताल फुट्ने जोखिममा छन्। समाचारमा भनिएको छ हिमालहरू सुन्दर देखिन्छन्, तर भित्र जोखिम बोकिरहेका छन्। यो त कल्पना गर्न पनि नसकिने विनाशको कुरा हो। यो जलवायु परिवर्तनको प्रत्यक्ष र सबैभन्दा डरलाग्दो असर हो। हिमालय क्षेत्रलाई तेस्रो ध्रुव पनि भनिन्छ र यो विश्वको तापक्रम वृद्धिको हटस्पट हो। मतलब यहाँ अरू ठाउँभन्दा छिटो तातो भइरहेको छ। एकदम। यहाँ विश्वको औसतभन्दा छिटो तापक्रम बढिरहेको छ, जसले गर्दा हिउँ तीव्र गतिमा पग्लिरहेको छ र हिमतालहरू खतरनाक ढङ्गले भरिँदैछन्। यदि यीमध्ये कुनै एउटा ठूलो ताल मात्र फुट्यो भने त्यसले तल्लो तटीय क्षेत्रमा ल्याउने बाढी र विनाश अकल्पनीय हुन्छ। यो त नेपालको मात्रै समस्या होइन होला? होइन, यो सम्पूर्ण दक्षिण एसियाकै लागि एउटा ठूलो चेतावनी हो। हामीलाई जोखिम थाहा छ, 42वटा ताल खतरनाक छन् भन्ने पनि थाहा छ। त्यसो भए केही गरिँदैछ त? के हामी यो जोखिमलाई कम गर्न सक्छौं वा हामी केवल विनाशको प्रतीक्षामा बसिरहेका छौं? प्रयासहरू भइरहेका छन्। केही अति जोखिमपूर्ण तालहरूको पानीको सतह घटाउने काम पनि भएको छ, जस्तै इम्जा र छोरोल्पामा। तर त्यो त एकदमै महँगो र गाह्रो काम होला नि? हो, एकदमै महँगो र प्राविधिक रूपमा जटिल काम हो। 42वटै तालमा यो काम गर्न नेपाल एक्लैको स्रोत र साधनले भ्याउँदैन। यसका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक इच्छा शक्ति चाहिन्छ। मतलब हामी प्रतीक्षामा बस्न सक्दैनौँ? यो समयसँगको दौड हो। त्यसो भए आजको यो कुराकानीलाई हेर्दा नेपालको कस्तो तस्बिर देखियो? एकातिर 20 वर्षपछि आफ्नो सम्पदा फिर्ता पाएको खुशी, अर्कोतिर हिमताल फुट्ने डर। एकातिर नयाँ राजनीतिको आशा, अर्कोतिर पत्रकारको रहस्यमय मृत्युले जम्माएको त्रास। यो त उपलब्धि र चुनौतीको एउटा अत्यन्तै जटिल मिश्रण रहेछ। वास्तवमा आज हामीले कुरा गरेका यी घटनाहरूले नै आधुनिक नेपालको यथार्थ बोल्छन्। यो कुनै एकरङ्गी देश होइन। यहाँ एकैसाथ गौरवशाली विगतलाई पुनर्स्थापित गर्ने प्रयास छ, वर्तमानका तत्कालीन चुनौतीहरूसँग जुझ्ने साहस छ र भविष्यका अनिश्चितताहरूप्रतिको गहिरो चिन्ता पनि छ। सबै कुरा एकै ठाउँमा हो। सम्पदाको फिर्तीले हामीलाई इतिहाससँग जोड्छ। खोप अभियानले वर्तमानको सङ्कट टार्छ, राजनीतिको बहसले भविष्यको बाटो कोर्छ र हिमतालको हावरले हाम्रो अस्तित्वमाथि नै प्रश्न उठाउँछ। यी सबै कथाहरू अलग अलग देखे पनि एकअर्कासँग जोडिएका छन्। आजको यो विस्तृत चर्चालाई यही बिट मार्दै श्रोताका लागि एउटा प्रश्न छोड्न चाहन्छु। आज हामीले छलफल गरेका अनेकौं शक्तिहरूमध्ये सांस्कृतिक पुनर्जागरण, राजनीतिक परिवर्तनको चाहना वा वातावरणीय सङ्कट, कुन एउटा शक्तिले आउने दशकमा नेपालको दिशालाई सबैभन्दा बढी प्रभाव पार्ने क्षमता राख्छ?
यो प्रश्नमा सोच्दै रहनुहोला। नमस्कार।